हामी चाहिँ मकै गोड्न गएको खेतमा गाईचहरू हेर्न सक्नुहुन्छ। भाइले कोदालो बोकिरहेछ, मैले खाजा बोकिरहेको छु। खेतालाहरू चलाउनुहुन्छ। भरे भिडियोमा देखाउँछु के कसरी मकै गोडिन्छ भनेर है त गाइस। भाइ हेलो हेलो हेलो, हामी चाहिँ मकै गोड्न गएको छौँ। गाईचहरू देखाउनेछु है त। हेर्न सक्नुहुन्छ वातावरण। इमे सालो सामा दिनु मे ओ मकै पक्छु खेल्नु झार सेच्छ ल्याउनु बान फुट्यो ल ए ल गाईचहरू यो चाहिँ ससुराली भन्नाले सोल्टिनीहरूको घर है। हामी चाहिँ सोल्टिनीहरूको घर आइपुगिसकेका छौँ। यहाँबाट अलिक टाइम लाग्छ खेतमा जानुको लागि, हेर्न सक्नुहुन्छ। पुगिसक्यो। हेलो हेलो, कोही रहेनछ घरमा, कोही रहेनछ घरमा। जमुना के भयो के भयो? वर्षा यहाँ हेर न, यी के पो सरप्राइज वर्षा। गाईचहरू यो चाहिँ मेरो गोठ हो। उता ल खेत छ, गोड्नु पर्ने। यतातिरको चाहिँ हाम्रो खेतै गाई छ हो। यतातिर चाहिँ मकै गोड्ने, त्यो पराल भएको मुलतिर मासतिर यता पनि छ खेत चाहिँ। यता मकै गोड्नु पर्दैछ। ल्याएको छु कोदालो ल्याएको छु। तलतिर मकै गोड्ने, त्यो पारी उदयपुर होइन, यो यताको ब्रासिप, त्यो सिरान धिमले, पेकु, यताको यो पेकु, यो चाहिँ त्यहाँतिर पर्छ। मकै गोड्न आएछ मेरो माइजू पनि। बिस्तारै बोलिरहेको छु कि बिस्तारै। सारा खोर भा बन पछिल्लो हाम्रो खेत आइपुग्यो। अब हामी चाहिँ मकै गोड्ने बेला भएछ। यतातिर भएछ मकै गोड्ने बेला। हेर्न सक्नुहुन्छ। के गरेर ढिला आइस त? होइन, हाम्रो खेतालाहरू मकै गोड्न आउनु भएको रहेछ। अब मैले खाजा ल्याएको छु, चाम्रे ल्याएको छु। यति मकै गोडिसक्यो।